गर्नुभयो वा निजी कुरा राख्नुभयो त्यो दलको नेताको हिसाबले राखिसकेपछि संस्थागतै भनेर बुझ्नुपर्ने त भयो बाँकीहरू सबै श्रोता दर्शक जनताले। तर त्यो अभिव्यक्ति त्यति सन्तुलित थिएन र उहाँले बढ्ता आक्रोश बढी व्यक्त गर्नुभयो। घटनाहरूको गहिराईमा, घटनाहरूको विश्लेषणमा, घटनाका पर्दा पछाडिका कुराहरू के थिए भन्ने कुरा चाहिँ समयक्रममा खुल्दै जालान्। तर उहाँले जसरी एउटा अलिकति एमाले आफैमा एउटा लोकतान्त्रिक पार्टी हो, निर्वाचनहरूमा हारजितहरू यो पहिलो पनि होइन अन्तिम पनि होइन, भइरहन्छन् र आज कोही शक्तिमा आउँछ भोलि त्यो प्रतिपक्षमा जान्छ, यो अभ्यास नै छ। त्यस हिसाबले हेर्दाखेरि उहाँले किन भन्नुभयो त मैले भन्न सक्दिनँ, के विश्लेषणको आधारमा त भन्न सक्दिनँ भन्न। तर उहाँका विश्लेषणहरू खास गरी पराजय भएपछि त्यसको दोष अरूमाथि लगाउनु भन्दा अब आफ्नो ढोक्रोको मुखबलियोसित बाँध्नुपर्छ। हामीले त्यो बाँध्न सकेनौँ, त्यो कुरा चाहिँ रियलाइजेसन गर्नुपर्छ। तर कार्यवाहक अध्यक्षको भनाई यदि ती अभिव्यक्तिसँग आंशिक रूपमा पनि पार्टीको पनि त्यही किसिमको सहमति हो भने उपाध्यक्ष विष्णुप्रसाद पौडेलले आपत्ति किन जनाउनु भयो? अनि सहमतिको कुरा मैले गरिनँ। उहाँले किन भन्नुभयो, कसरी भन्नुभयो, त्यो पार्टीको संस्थागत होला, उहाँका निजी अभिव्यक्ति होलान् भन्ने कुरा उहाँले बैठकलाई नै स्पष्ट पार्नु पनि पर्छ र त्यो भनाइ चाहिँ त्यति सन्तुलित छैन। मेरो भनाइ त्यो हो। बास्कोटाजी, अब यहाँहरू जस्तो पुरानो दल इतिहास बोकेको पार्टीले संसदमा यदि यस्तो किसिमको अभिव्यक्ति दिने हो जुन पार्टीको आधिकारिक नै होइन, पार्टीको मान्यता विपरीत हो भनिरहँदाखेरि नयाँको वर्चस्व रहेको यो संसदले के सिक्ने त यहाँहरूबाट? अब मुख्य कुरा के हो भन्दाखेरि सेना परिचालन भएको यो पहिलो निर्वाचन थिएन। यो कुरा कांग्रेस एमाले जस्तो जसलाई म अहिले पनि नेपाली राजनीतिको संस्थापन भन्छु, किनभने पार्टी हुनु एउटा कुरा हो, तर नेपाली राजनीतिको लोकतान्त्रिक आन्दोलनको, प्रजातान्त्रिक आन्दोलनको, परिवर्तनको आन्दोलनको आज जो पार्टी शक्तिमा आए पनि त्यो त उनीहरू लडेर लिएर आइदिएको व्यवस्थाले आए नि त। र जनताको मतको पनि अब जनताले मत अहिले कांग्रेस एमालेलाई हालेनन्। त्यसो हुँदाखेरि चाहिँ त्यसमा आक्रोशित हुन आवश्यक छैन। जनताले किन मत हालेनन् हामीलाई भन्ने कुरा खोज्नुपर्छ। अब विपक्षीले, अर्को प्रतिस्पर्धी पार्टीले त आफू जित्नका निम्ति सबै कुरा गर्छ। अब एल्गोरिदम सेल्गोरिदम विदेशीहरू, स्वदेशी विदेशी को सक्रिय थिए होला, किनभने कांग्रेस जिताउन कांग्रेसकै पनि देशका जनता कांग्रेस पार्टी लागेको थियो, उनका स्वदेशी विदेशी शुभेच्छकहरूको पनि शुभेच्छा थियो होला, एमालेको हकमा पनि थियो होला, अरूको हकमा पनि थियो होला। त्यसैले त्यो कुरा भने चाहिँ सेकेन्डरी कुरा हो, त्यो अनुभूत गर्न सकिने कुरा हो, आधिकारिक कुराभित्र त्यो पर्दैन। त्यस हिसाबले यसलाई बुझ्नुपर्छ र मलाई पनि त्यो उहाँको अभिव्यक्ति चित्तबुद्ध लागेको छैन। अब अघिल्लो दिन मात्रै हामी फर्कौँ न, अस्तितिरकै कुरा गर्ने हो भने पनि युवा सांसद सुहाङ नेम्बाङले आफू संसदीय दलको नेता बन्छु भनेर अगाडि बढ्न खोज्दाखेरि समर्थक पनि पाउनु भएन, प्रस्तावक पनि पाउनु भएन। नेकपा एमाले परिवर्तन हुन नै चाहेको छैन भने पाको नेताले भनेको कुरामा त उनीहरूले आधिकारिकता पनि त मान्नुपर्ने होला नि। होइन, अब बोलिसकेपछि रेकर्डेड कुरा भइसकेपछि अब उहाँको कुरा चाहिँ संसदमा बोलेको कुरा आधिकारिक भयो। तर पार्टीले नेपाली सेनालाई ब्लेमिङ गर्ने, ब्युरोक्रेसीलाई ब्लेमिङ गर्ने कुरा गर्दैन। किनभने यो निर्वाचन हामीले स्वीकार्यो भने त हामी जान्छौँ निर्वाचनमा भनेर गयौँ, हामीले त्यसलाई बहिष्कार गरेनौँ, परिणामलाई पनि अस्वीकार गरेनौँ। खालि के भने हामीलाई चित्तबुद्ध परिणाम आएन, नेकपा एमालेलाई चित्तबुद्ध परिणाम आएन। अब त्यो कुरा चाहिँ किन आएन भनेर हामीले आफूलाई पो करेक्सन गर्नु पर्यो त, अरूमाथि औँला देखाएर भएन। त्यसैले चाहिँ अरू सरकारले गरेका कैयौँ कुराहरू पनि ठिक छैनन्, जस्तो उहाँको मात्रै कुरा होइन। अब त्यहाँ चर्चा त यो पनि छ कि गृहमन्त्रीजीले पनि अस्वाभाविक शैली प्रस्तुत गर्नुभयो भनेर भनिएको छ। ती कुराहरू भोलि छलफल होला नि संसदमा। तर कुरा के छ भन्दाखेरि आफ्नो पाटोको कुराको जिम्मा हामीले आफू लिनुपर्छ। तर अब निर्वाचन धाँधलीपूर्ण थियो भनेर पनि भन्न सकिने आधारहरू छैन, किनभने बुथबुथमा हामी पनि त थियौँ। अब त्यस हिसाबले हेर्दाखेरि चाहिँ अब यसलाई त्यो रूपमा बुझौँ। जहाँसम्म सुहाङ नेमाङजीको समर्थक प्रस्तावक पाउनु भएन भन्ने कुरा छ, त्यो त अब 25 जना सांसद छन्,
उहाँहरूले गर्नु भएन त्यसको जवाफ मसित हुँदैन हेर्नुहोस्। अब अन्त्यमा बताइदिनुहोस् न आज जहाँसम्म के अब छ यहाँहरूको भन्दाखेरि चाहिँ आकस्मिक सचिवालय बैठक बस्दैछ, बैठकले के गर्छ त यो विषयमा? त्यसले राम्रो के हुन्थ्यो त? समर्थक प्रस्तावक नभए म उम्मेदवार हुँ भनेपछि ल